नमस्ते, स्वागत छ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। आज फेरि पनि इन्टेक 26 को भाइहरूको लागि चाहिँ नयाँ खबर लिएर आएको छु। जति पनि भाइहरूले रजिस्ट्रेसन सक्सेसफुल्ली कम्प्लिट गर्यो उनीहरूको चाहिँ कल फर लिस्ट आइसकेको छ, जुन चाहिँ 03 अप्रिलमा आउने भनिएको थियो। त्यो कल फर लिस्ट चाहिँ आइसकेको छ। यदि भाइहरू कसैले हेरेको छैन भनेदेखि ब्रिटिस गोर्खा नेपालको अफिसियल वेबसाइटमा गएर आफूहरूले चाहिँ युजफुल डाउनलोड्स भन्ने सेक्सनमा गएर चाहिँ तल कल फर लिस्ट भन्ने छ, त्यसमा चाहिँ भेरी, धरान र पोखरा तिनटैको चाहिँ छुट्टै छुट्टै कल फर लिस्टको लिस्टहरू राखिदिएको छ। त्यसमा पनि त्यसभित्र पनि सिङ्गापुर पुलिस फोर्स र ब्रिटिस आर्मी दुइटैको एकै ठाउँमा भएकोले सिङ्गापुर पुलिस फोर्सको माथि र ब्रिटिस आर्मीको चाहिँ तल कल फर लिस्टमा नामहरू छ। आफूले ध्यान दिनुपर्ने चाहिँ आफ्नो नागरिकताको लास्ट 5 डिजिट र जिल्ला हेऱ्यो भनेदेखि चाहिँ आफू परेको छ कि छैन कल फर लिस्टमा भनेर चाहिँ थाहा हुन्छ। त्यसरी चाहिँ आफूहरूले हेर्न सक्छ। र अर्को ध्यान दिनुपर्ने कुरा पनि त्यही मेन्सन गरिएको छ। त्यसमा चाहिँ भनिएको छ कि यु अलरेडी चुज ब्रिटिस आर्मी कि त सिङ्गापुर पुलिस फोर्स भनेर। र फेज 1मा अब सेलेक्सनमा आउँदाखेरि चाहिँ होइन, म अब सिङ्गापुर पुलिस फोर्स होइन ब्रिटिस आर्मीमा भिड्न चाहन्छु, अथवा होइन म ब्रिटिस आर्मी होइन सिङ्गापुर पुलिस फोर्समा भिड्न चाहन्छु भन्न चाहिँ पाइँदैन। यु हेभ बिन अलरेडी सेलेक्टेड, त्यो चुज भइसकेको छ कुन चाहिँ भनेर। त्यसले गर्दाखेरि त्यो चाहिँ आफ्नो दिमागमा राख्नु होला, चेन्ज गर्न मिल्दैन अब। र अर्को भनेको चाहिँ यु आर गोइङ टु इन्टर इन सेलेक्सन फेजमा, होइन, फेज 1मा जाँदैछ। यो सेलेक्सन चाहिँ एकदमै फ्री, फेयर एन्ड ट्रान्सप्यारेन्ट हुन्छ। त्यसले गर्दाखेरि आफूहरूले चाहिँ 1 रुपियाँ पनि तिर्नु पर्दैन ड्युरिङ सेलेक्सन भित्र पनि। र यदि कसैले बाहिर आफूलाई चाहिँ त्यसरी पैसा माग्दैछ भनेदेखि चाहिँ द्याट्स कम्प्लिटली स्क्याम हो। त्यसले गर्दाखेरि 1 रुपियाँ पनि पैसा लाग्दैन। त्यही भएर कसैलाई पनि पैसा चाहिँ नदिनु होला। र भित्र अर्को गर्न नहुने काम भनेको चाहिँ ट्रेनिङ सेन्टरको लोगो अथवा ट्रेनिङ सेन्टरको ब्रान्ड भएको लुगा चाहिँ लाउन पाउँदैन। त्यसले गर्दाखेरि मेक स्योर त्यस्तो भएको लुगा चाहिँ कसैले पनि लाएर नजानु होला। र अर्को भनेको चाहिँ आफूले बाहिरबाट भित्र चाहिँ खानेकुरा, ड्रिङ्क्स अथवा कुनै औषधि हो त्यस्तो चाहिँ भित्र लान पाउँदैन। त्यसले गर्दाखेरि त्यो पनि मेक स्योर गर्नु, त्यो चाहिँ आफूले बोकेको हुनु भएन। र आफूहरूलाई दिएको डेट र टाइममा चाहिँ आफूहरू एटेन्ड गर्न सकेन भनेदेखि चाहिँ डिफ्रेन्ट डेटमा चाहिँ आफूहरूले एटेन्ड गर्न चाहिँ मिल्दैन। र सेलेक्सनको लागि क्याम्पमा छिर्दैछ आफूहरूले मेक स्योर गर्नु कि आफूहरूले लानुपर्ने डकुमेन्ट्सहरू चाहिँ सबै बोकेको हुनु पर्यो। ओरिजिनल प्लस फोटोकपी पनि A4 साइजमा चाहिँ फोटोकपी गरेको हुनु पर्यो। र फिजिकल एसेसमेन्ट के हुन्छ भनेर मैले मेरो प्रिभियस भिडियोमा भनिसकेको छु। यदि केही कन्फ्युजन छ भने फेरि त्यो भिडियोमा गएर हेर्न सक्छ। र फेज 1मा जाँदाखेरि त्यहाँनिर एजुकेसनको असेसमेन्ट पनि हुन्छ। त्यसले गर्दाखेरि त्यही ब्रिटिस गोर्खा नेपालको अफिसियल वेबसाइटमा चाहिँ इन्टेक 26 को भनेर चाहिँ एसेसमेन्टको लिस्टहरू छ डाउनलोड सेक्सनमा, जुनमा चाहिँ सिङ्गापुर पुलिस फोर्सको छुट्टै र ब्रिटिस आर्मीको छुट्टै छ। त्यसले गर्दाखेरि त्यो डाउनलोड सेक्सनमा गएर चाहिँ आफूहरूले डेमो हेर्न सक्छ, कस्तो कस्तो क्वेसन आउने रहेछ, कसरी लेख्नुपर्ने रहेछ, कसरी मार्किङ हुन्छ भनेर चाहिँ त्यहाँ डेमो दिएको छ। त्यो चाहिँ आफूहरूले हेर्न सक्छ। त्यहाँनिर चाहिँ ब्रिटिस आर्मीको चाहिँ एउटा डाउनलोड सेक्सनमा छ भनेदेखि चाहिँ सिङ्गापुर पुलिस फोर्सको चाहिँ इङ्ग्लिस र म्याथको चाहिँ छुट्टै छुट्टै छ। त्यो पनि ध्यान दिएर डाउनलोड गरेर आफूहरूले प्रिपेयर गर्न सक्छ। र जति पनि भाइहरूको कल फर लिस्टमा नाम आएको छ, भाइहरू सबैलाई बेस्ट अफ लक भन्न चाहन्छु। र सेलेक्सन राम्रोसँग दिनु होला, प्रिपेयर राम्रोसँग गर्नु होला। र सिङ्गापुर पुलिस फोर्सको चाहिँ 3वटा सेलेक्सन गराइने ठाउँमा चाहिँ भेरी,
धरान र पोखरा तिनैवटा सेलेक्सन हुने ठाउँमा चाहिँ 29 अप्रिलदेखिबाट 06 मेसम्म चाहिँ सिङ्गापुर पुलिस फोर्सको सेलेक्सन हुन्छ। आफूहरूले कल फरवर्ड लिस्टमा आफ्नो डेट कहिले परेको छ त्यो मेक स्योर गर्नु होला र इयरमार्क गरेर राख्नु होला आफ्नो इन्फोको लागि। र ब्रिटिस आर्मीको चाहिँ 07 मेदेखिबाट 03 जुनसम्म हुनेछ। ब्रिटिस आर्मी भिड्ने भाइहरूले पनि आफ्नो कल फरवर्ड लिस्टमा चाहिँ डेट कहिले परेको छ र टाइम कति बजी आउनु भनेर लेखिएको छ त्यो टाइममा चाहिँ जानु होला। यदि ढिला भयो भनेदेखि चाहिँ आफूहरूलाई चाहिँ इन्ट्री चाहिँ मिल्दैन। त्यसले गर्दाखेरि त्यो मेक स्योर गर्नु होला। र सम्पूर्ण भाइहरूलाई बेस्ट अफ लक। यदि केही क्वेसन छ रिलेटेड टु सेलेक्सन अथवा प्रिपरेसन भनेदेखि चाहिँ यु क्यान फिल फ्री टु आस्क मी इन कमेन्ट सेक्सन। र सम्पूर्णलाई बेस्ट अफ लक। थ्याङ्क यू।